7 वर्ष 9 वर्ष भयो दाजु म भन्दा सङ्घर्ष गर्ने मान्छे आएको छ भने म छोडिदिन्छु जनजाति मेरो अरू गयो भने चाहिँ राम्रो हुँदैन अझ हर्क हाम्रो सम्पाङज्यूले पनि बुझ्नुपर्छ मेयर साहबले तपाईँको अब यहाँबाट नाम पठाए पनि निर्वाचन आयोगले मान्दैन नि कसरी मान्दैन उहाँहरूले किन बन्द सूचीमा राख्नुभयो त नत्र त्यो त मान्नु पर्यो नि त बन्द सूचीमा 110 जनाको हुन्छ नि होइन उहाँहरूले निकाले नि त बिचमा अरूले निकाल्यो नि त तपाईँको त अब पठाए पनि जसरी पनि त्यो त अध्यक्षको हातमा हुन्छ मैले सबैसँग बुझेको छु सबै हुन्छ तपाईँले नबोल्नु तपाईँहरूले मलाई आवेदन नदिनु कि त मेरो कुरा राखिसकेको छु हर्क सामग्रीलाई यदि कुरा सुन्नु भएन भने फेरि म जस्तो इमान्दार मान्छेलाई गाली खुवाउने हाम्रो हर्क सामग्रीले उहाँलाई यो ठाउँसम्म पुर्याउने समयलाई कति छ भूमिका यो समयलाई हेप्ने हो अरूले अवसर भन्छ म पदको अवसर हो अहिलेसम्म म सदस्यमा मात्रै छु अहिलेसम्म तर अरू चाहिँ पदको लोभीमा आएको छ उनीहरू चाहिँ हतारमाथि जाने कि म भन्दा अगाडि दुःख गर्ने इमान्दार हुनु पर्यो भ्रष्टाचार नगर्ने हामी चाहिँ भ्रष्टाचार व्यतीत आवाज उठाउँदै निस्किने हामी चाहिँ अहिले फेरि सर्वशक्ति पार्टीमा त्यस्तो मान्छे घुस्यो भने राम्रो भएन नि त दाइ त्यही भएर समयलाई जानुपर्छ माथि मेरो ठोकुवा दिन्छु दिन जानु भएन भने म अध्यक्षलाई भेट्नुभयो अध्यक्षले भेटेर पनि निर्णय उहाँले गर्नुपर्छ आरएनले गर्नुपर्छ आरएन यो म सबैको नाम तोक्नु नपरोस् यहाँ सब खेल गुटबन्दी भइरहेछ दाइ हुन्छ 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 पहिला यसो पुरानो पार्टी जस्तो नहोस् सर्वशक्ति पार्टी योगदानको कदर गर्छु भन्ने मान्छेले गर्नुपर्छ हुन्छ हुन्छ भिडियो हाल्नु नत्र भएन भने